नेपाली राजनीतिमा आजकल साइबर सेना बिनाको पार्टी अधुरो जस्तै लाग्छ। एमाले होस् वा रासपा, माओवादी होस् वा काङ्ग्रेस, सबैको आफ्नो डिजिटल योद्धा छन्। तर के तपाईँले ध्यान दिनुभएको छ, अरू पार्टीका साइबर सेनाहरू दिनौ जसो एक आपसमा लडिरहन्छन्, तर गगन थापाको साइबर सेनाले ठिक यसको अपोजिट गरिरहेका छन्। त्यसैले उनको यो साइबर सेना अरूभन्दा धेरै पावरफुल मानिन्छ। पहिला बुझौँ अरू पार्टीको साइबर सेनाले के गरिरहेका छन्। एमाले, रासपा, माओवादी सबै राजनीतिक पार्टीको आफ्नो साइबर सेना छन्। उनीहरूको काम भनेको आफ्नो नेताको प्रशंसा गर्ने र अरूको हुँदै नभएको फोटोहरूलाई एडिट गरेर डिफेम गर्ने हो। र यदि कसैले उनीहरूको नेतालाई नराम्रो भन्यो भने उनीहरू कमेन्टमा गएर गाली गर्ने गर्छन्। नेपालमा भएका प्रत्येक पार्टीहरूको आफ्नै साइबर सेना छ र उनीहरू सबै साइबर सेनाले यसरी नै काम गर्ने गर्छन्। तर बितेको केही समयमा गगन थापाको साइबर सेनाले यो पुरानो प्रवृत्ति छोडेर नयाँ तरिका अपनाएको देखिन्छ। केही महिना अगाडि गगन थापालाई मटन काजी भनेर निकै नै ट्रोल गरियो, तर उनको साइबर सेनाले कमेन्टमा गएर लड्नुको सट्टा mutton.ol नामको वेबसाइट बनाए र यो ट्रोललाई स्वीकारेर डिजिटल माध्यमबाट गगनको प्रमोट गरे। त्यसपछि मान्छेहरूले पनि बिस्तारै बिस्तारै उनलाई ट्रोल गर्न छोडे। उनको साइबर सेनाहरू आवेगमा आएर भन्दा पनि स्ट्राटेजिक रूपमा काम गरिरहेका छन्।